हुन्छ त कसले के भन्नुहोस् कसैले केही भनेको छैन के तपाईँ छोरासँग नभन्नुहोला एउटासँग मैले मेसेन्जरमा कुरा गर्थेँ 4-5 महिना भएको थियो अहिले त्यसले ऊ भन्छ के तँलाई मेरो आउने भए आइज नत्र पनि तैँले मैले कुरा गरेका फेसबुकमा हालिदिन्छु अनि त म डुलेका फेसबुकमा हालिदिन्छु भन्छ अब म त्यसको केमा आसिदैन को हो त्यो उतै अर्काको छोरा अर्काको छोरा नाम तर बोल्ने लट्ठीले जम्काइदियो र पूर्वतिरको हो के कहाँ पूर्वको हो त्यस केमा आसिदैन के नि त पहिला अलिअलि कुरा गर्थ्यौँ अनि त्यहाँदेखि बिचमा कुरा गरेर भन्दा लगिदिने अर्काको छोरी के गर्ने त्यसले फेसबुकमा हालिदिन्छु तेरो हल्ला गरिदिन्छु तेरो बिल्ला गरिदिन्छु भन्छ बाध्यता परेको मलाई त्यसलाई यहाँ ले त्यसलाई म लट्ठीले जम्काइदिन्छु अब त्यो नजिक कहाँ पर्ला त अब किन भन्नु हुन्छ त कसले के भन्नुहोस् कसैले केही भनेको छैन के तपाईँ छोरासँग नभन्नुहोला एउटासँग मैले मेसेन्जरमा कुरा गर्थेँ 4-5 महिना भएको थियो अहिले त्यसले ऊ भन्छ के तँलाई मेरो आउने भए आइज नत्र पनि तैँले मैले कुरा गरेका फेसबुकमा हालिदिन्छु अनि त म डुलेका फेसबुकमा हालिदिन्छु भन्छ अब म त्यसको केमा आसिदैन को हो त्यो उतै अर्काको छोरा नाम तर बोल्ने लट्ठीले जम्काइदियो र पूर्वतिरको हो के कहाँ पूर्वको हो त्यस केमा आसिदैन के नि त पहिला अलिअलि कुरा गर्थ्यौँ अनि त्यहाँदेखि बिचमा कुरा गरेर भन्दा लगिदिने अर्काको छोरी के गर्ने त्यसले फेसबुकमा हालिदिन्छु तेरो हल्ला गरिदिन्छु तेरो बिल्ला गरिदिन्छु भन्छ बाध्यता परेको मलाई त्यसलाई यहाँ ले त्यसलाई म लट्ठीले जम्काइदिन्छु अब त्यो नजिक कहाँ पर्ला त अब किन भन्नु